नमस्ते छेवाहरू, तपाईँहरूलाई ब्लगमा पुनः स्वागत छ। म मकवान लिम्बू। आज चाहिँ मेरो जन्मदिनको दिन चाहिँ आज सुदाईलाई हिजो भनेको थिएँ यसो पशुपतितिर पूजा गर्न आउनु पर्ला भनेर सल्लाह गऱ्यौँ। अनि आज एकछिन पूजा गरेर चाहिँ यहाँ ठुलो मन्दिरभित्र छिरेर हामी फर्केर आउँदैछौँ। पूजा गरियो, के कुरा मागियो, के पो माग्यो यार, मागेको कुरा त भन्नु हुँदैन यहाँ त, होइन दाइ? आज चाहिँ अनि आज यसो बस्ने मान्छेहरूलाई दान गर्नु मन लागेको छ। यसो 20-50 बुढी आमाहरू कहाँ छन्? आमाहरूलाई भन्नु पर्दैछ। हामी चाहिँ पशुपति मन्दिरभित्र छौँ। मान्छे बोल्ने कुरो जाँदैछौँ, मान्छेको बारेमा निस्किन्छौँ। साथी हो, भ्लग त यस्तै छ, भिडियो बनाउन आउँदैन। भ्लग त जस्तो पाइ त्यस्तै बनाउँछु। बाहिरमा चाहिँ आज लामो समय चाहिँ यो त लास्टले आफूलाई सघाउ। यहाँ चाहिँ मान्छे दिनदिन बोल्ने पनि गरिन्छ। यहाँ यस यहाँ भुल्यो भने चाहिँ स्वर्गमा पुगिन्छ भन्ने होला हो कि के हो त यसको किम्बदन्ती चाहिँ, होइन? त्यस्तो छ। यहाँ चाहिँ एकदमै आज बाला चतुर्दशी त्यस्तो छ। आज भाइको एकदमै जन्मदिन परेछ, एकदम शुभ साइज। आज मान्छेहरू पनि पुरा दियो बालेर सबै मृत आत्माहरूलाई हार्दिक श्रद्धाञ्जली पनि अर्पण गर्दछौँ। अनि यसरी चाहिँ आज आउँदैछौँ। साथी हो, ल भ्लग हेरिदिनु होला। नमस्ते।